गुड मर्निङ एभ्रिवान फ्रम गार्मिस पाटनकेर्खन। नमस्कार सबैजनालाई एन्ड स्वागत छ तपाईँहरूलाई मेरो अर्को भिडियोमा। यो चाहिँ हो मेरो चुगस्पिट्जे सिरिज पार्ट 3। हिजो नै हाइडलबेगबाट म रिजनल ट्रेन लिएर गार्मिस पाटनकेर्खन भन्ने भ्यालीमा आएर बसेको थिएँ र आउँदा बित्तिकैको हेभी स्नोफलको कारणले गर्दा आज बिहानको यो भ्यू हिउँ नै हिउँ रहेको थियो। अनि उठेर रेडी भएर म चाहिँ आज लाग्दैछु चुगस्पिट्जेतर्फ। आजको मेरो यात्रा भनेको गार्मिस पाटनकेर्खन टु चुगस्पिट्जे अनि चुगस्पिट्जे टु हाइडलबेग यानि कि ब्याक टु होम। गार्मिस पाटनकेर्खनबाट चुगस्पिट्जे जानको लागि तपाईँहरूसँग दुईवटा अप्सन रहेको छ। एउटा हो बस, अर्को हो ट्रेन। बसमा 35 मिनट अनि ट्रेनमा चाहिँ 1 आवर 15 मिनट लाग्छ र म चाहिँ टाइम सेभ गर्नको लागि भनेर बसबाट गएँ। सँगसँगै हजुरहरूलाई एउटा इन्फो पनि दिन्छु, गार्मिसमा चाहिँ होटेलहरू एकदमै धेरै महँगो छ। सो तपाईँहरूले जानुभन्दा 1 महिना अगाडि नै बुक गरेर मात्र जानु होला है त। र म चाहिँ यो एकदमै रमणीय एन्ड ब्युटिफुल भ्यू हेर्दै फाइनली चुगस्पिट्जे बान पुग्छु र यसभन्दा पछाडिको भिडियो भने अर्को पार्टमा है त। प्लिज वेट फर द ब्युटिफुल भ्यू लेटर।